नमस्कार, आउनुहोस् सिकाउँ ब्याज बनाउने तरिका। यो व्हाइट पेपरमा कालो प्रिन्ट गरेर कम्प्युटरबाट निकालिसकेपछि यसमा तेल लगाएर पछाडिबाट तेल लगाएर यसरी यो पेपरलाई पारदर्शी पेपर बनाइन्छ। यो पारदर्शी पेपर बनाइसकेपछि हामीले यसलाई यस्तो पेपर मुनि कागज मुनि पारदर्शी पेपर बनाइसकेपछि यसलाई पेपरमा यसरी राखिन्छ, पेपरभित्र राखिन्छ र यसलाई यसरी प्रेसर गरेर यो तेल चाहिँ उभाउन हालिन्छ। तेल उभाइसकेपछि फेरि यो नचाहिने भाग काटेर फालिन्छ। नचाहिने भाग काटेर फालिसकेपछि यो नचाहिने भाग काटेर फालिन्छ र यो चाहिँ ट्रेसिङ पेपर जस्तै पारदर्शी पेपर हुन्छ। यसबाट तलपट्टि दिएको लाइट यसबाट छिर्न पर्ने हुन्छ ताकि फ्रेममा भएको केमिकलमा गएर लाइट पास भएर यो अक्षरहरू फ्रेमबाट निस्कियोस्। त्यसो बनाउनको लागि यसरी गर्नुपर्छ र अब यसरी निकालिसकेपछि यो मैले लाइट बक्समा लिएर हिँडेँ। अब भित्र लाइट बक्स छ। लाइट बक्समा पहिला यसरी यो लाइट बक्स हो। लाइट बक्समा यसरी चाहिँ यहाँनिर स्विच छ। स्विचमा चाहिँ यसरी लाइन दियो। यसरी बत्ती बल्यो। पुरानो निकाल्नु पर्यो। यसलाई पहिला फिल्म खोलिसकेको यसको। अब यो खोलेर नयाँ राख्न पर्यो। नयाँ राखिसकेपछि अब यस माथिबाट केमिकल हालेको फ्रेम राखिन्छ। त्यो हरियो ग्रीन कोट भन्ने केमिकल हालिन्छ। अनि फ्रेम राखिसकेपछि यही फ्रेममा केमिकल यसरी दलेर यो केमिकल बराबर बनाइन्छ उसले तानेर। अनि त्यसपछि यो ड्रायरले सुकाएर यसलाई त्यसपछि सिसामाथि लगेर यसलाई उत्तानो पारिन्छ। भित्रपट्टिबाट फोम हालिन्छ। फोम माथिबाट पलाइ हुन्छ। पलाइले च्यापेर 15-20 मिनट राखिन्छ लाइटमा। त्यसपछि लाइटबाट त्यो अघि त्यो सिसामा भएको पेपरका अक्षर लाइटबाट यो हरियो ग्रीन कोडमा सर्छ र पछि हामीले पित्तलबाट